सो साथीहरु तपाईहरुलाई भोलि हुने म्याचको बारेमा थाहा नै होला। नेपाल र नमिबियाको म्याच हुँदैछ भोलि 2:45 बाट स्टार्ट हुँदैछ र नेपाल र नमिबियामा आज हामी छलफल गर्नेवाला छौं। कति बलियो टिम छ नमिबिया, नेपालले जित्न सक्छ कि नै भनेर आज पुरै डिटेलमा कुरा गर्नेवाला छौं र नेदरल्यान्डलाई पनि जित्न सक्छ कि नै नेपालले भनेर डिटेलमा कुरा गर्नेवाला छौं। तपाई च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्स्क्राइब गर्नुस्, हामी भिडियोमा अगाडि बढौं। नेपालले र नमिबियामा अहिलेसम्म कतिवटा म्याच भएर कतिवटा जित हासिल गरेको छ भन्दाखेरि नेपालले अहिलेसम्म 5 वटा म्याच खेलुन्जेलसम्म अहिलेसम्म एउटा मात्रै हार बेहोरेको छ भने 4 वटा गेम नेपालले जितिसकेको छ र नमिबियाले भने एउटा मात्र जित हासिल गर्न सकेको छ। यहाँ नेपालले अब आउने म्याचमा पनि राम्रो हासिल गर्न सक्छ किनकि भोलिको म्याच नै रहेको छ नमिबियासँग। भोलिको एउटा म्याचमा नेपालले जित्यो भने नेपालले 5 वटै म्याच जितेको हुन्छ र एउटा मात्रै हारेको हुन्छ र नमिबियाले बल्ल एउटा म्याच मात्रै जितेको छ नेपालसँग। अर्को छ नेदरल्यान्ड र नेपालको 23 जुलाईमा रहेको छ। 23 जुलाईमा रहेको म्याचमा चाहिँ अहिलेसम्म नेदरल्यान्डले भने नेपाललाई एक पाली मात्रै हराउन सकेको छ र नेपालले भने अहिलेसम्म 4 पटक जो नेदरल्यान्डलाई हराइदिएको छ र एक पटक मात्रै नेपाल हारेको छ र अब आउने म्याचमा पनि नेपालले यसमा जित हासिल गर्न सक्छ भन्ने आशा छ। राम्रो देखिरहेको छ यसमा नेपालले आफ्नो देशमा खेल्दाखेरि राम्रो जित हासिल गरिरहेको छ। ती नमिबिया र नेपालसँग अब म्याच रहेको छ दुईटा भने नेदरल्यान्डसँग पनि अझै एउटा म्याच रहेको छ। यो दुईटा म्याच रहेको छ। अब दुईटा म्याच जित्यो भने नेपाल चाहिँ माथि पुग्छ, 4 नम्बरमा पुग्छ, चौथो नम्बरमा नेपाल। र ओडीआई को फर्मेटमा हेर्दाखेरि अहिले नेपाल बलियो देखिरहेको छ। नमिबिया र नेदरल्यान्डलाई हराउने सम्भावना धेरै छ नेपालसँग। नेपालले राम्रो खेल्दै आएको छ अहिले ओडीआई। अब अर्को देशमा खेल्दैछ भने कस्तो खेल्छ भन्ने अब नेपालको टिममा डिपेन्ड हुन्छ। आफ्नो देशमा खेल्दाखेरि राम्रो खेलिरहेको थियो, एउटा म्याच मात्रै हारेको छ भने नमिबियासँग भने नेदरल्यान्डसँग पनि एउटा म्याच मात्रै हारेको छ। अबको के हुन्छ त्यसको लागि सबैले लाइक र सब्स्क्राइब गर्नु होला। च्यानलमा सबै जानकारी पाउनको लागि यस्तै डिटेलमा भिडियोहरु ल्याउँदै गर्नेछौं।